यहाँ चाहिँ फेरि के हुन्छ भने जापानमा चाहिँ टाइममा के अफरहरू आइरहेको हुन्छ कि त्यो अफर आएको थियो यसपालि पनि। अनि त्यो चाहिँ साट्न जानु भएको एउटा कार्डहरू आएको हुन्छ, त्यो कार्ड लगेर गएपछि उता के पाउने हो त्यो पाउनु दिन्छ कि। यो चाहिँ यस्तो आएको हुन्छ कि। अनि यो चाहिँ हाम्रो नाम साइडको आएको हुन्छ कि दाङ्गी केशव मेरो नाम छ। अनि यस्तो आएको हुन्छ चाहिँ। अनि यहाँ लोकेसन पनि दिएको छ, यही कुन ठाउँमा साट्ने भन्ने लोकेसन पनि यहाँ दिएको छ, यही हो लोकेसन चाहिँ। अनि यो चाहिँ यो खामी दिएर चाहिँ 4000 रुपियाँ दिने होइन, 4000 रुपियाँ दिने। अनि उसले चाहिँ फेरि 10,000को 1000को पेपर जस्तो दिन्छ कि गाई चाहिँ 1000को यो 1000 लेखेको छ। यस्तै 1000 गरेर यो यसमा 5वटा यसमा 5वटा गरेर 10वटा हुन्छ होइन। अनि यो 10वटा चाहिँ के हुन्छ भने चाहिँ सामान किन्दाखेरि च्याटर दिने कि। अनि पानी पर्छ ओ सेट गाइज। फाइनली गाइज मैले सागी तिर्सकेँ। अनि यो खामी सुक्छ कि भनेको घामै लाग्दैन भने। हेलो एभ्रिवान, नमस्ते, गुड मर्निङ, वेलकम टु माई न्यू भ्लग। म चाहिँ त्यो एउटा स्कुल टाइपको एउटा प्रोग्राम हुने ठाउँ टाइपको होइन, यस्तो गाउँपालिका यस्तो के भन्ने अब कस्तो भन्ने मलाई पनि खासै त्यही धेरै थाहा छैन। यो प्रोग्राम हुने ठाउँ नै भनौँ, त्यहाँ जानु लाग्यो, नजिकै छ। म त्यहाँ आइरहेको आज चाहिँ। अनि यहाँ चाहिँ फेरि के हुन्छ भने जापानमा चाहिँ टाइममा के अफरहरू आइरहेको हुन्छ कि त्यो अफर आएको थियो यसपालि पनि। अनि त्यो चाहिँ साट्न जानु भएको एउटा कार्डहरू आएको हुन्छ, त्यो कार्ड लगेर गएपछि उता के पाउने हो त्यो पाउनु दिन्छ कि। यसो अनि नजिकै भएर म चाहिँ फेरि यसो हिँडाउन आज हुन्छ कि हिँडिरहेको। अनि पन्जामा लाग्यो त क्या चिसो। अनि यो चाहिँ साकुरा है, यो अब भर्खर अब जनवरी सुरु भइरहेको छ, फेब्रुअरीतिर चाहिँ अब बिस्तारै पल्न सुरु गर्छ। अप्रिल मार्चमा चाहिँ टन्न फुल्छ भन्छन्। अब म चाहिँ भर्खर आएको हो नि त, त्यही भएर अब साकुरा फुलेको चाहिँ देखेको छैन, फुल्छ होला, टाइम पुग्दैछ। म चाहिँ जाने त्योमा हो यो यसमा जाने हो, उयोबाट घुमेर जान्छु। फाइनली गाइस म चाहिँ आइपुगेँ है। यो साट्ने ठाउँ चाहिँ यहाँनिर यो घामले गर्दा अलि देखिएन। अनि हालेको चाहिँ सीमाबाट यदि रुम मोरिट्याक कम्पनी सेन्टर रे है। अनि यहाँ चाहिँ म तपाईँहरू ट्रेनमा भन्छु के हुन्छ भन्ने कुरा। यो चाहिँ यस्तो आएको हुन्छ कि। अनि यो चाहिँ हाम्रो नाम साइडको आएको हुन्छ कि दाङ्गी केशव मेरो नाम छ। अनि यस्तो आएको हुन्छ चाहिँ। अनि यहाँ लोकेसन पनि दिएको छ, यही कुन ठाउँमा साट्ने भन्ने लोकेसन पनि यहाँ दिएको छ, यही हो लोकेसन चाहिँ। अनि यो चाहिँ यो खामी दिएर चाहिँ 4000 रुपियाँ दिने होइन, 4000 रुपियाँ दिने। अनि उसले चाहिँ फेरि 10,000को 1000को पेपर जस्तो दिन्छ कि। जस्तै नेपालमा डायरी हुन्छ, साना डायरी हुन्छ, त्यही टाइपको 10,000को 10वटा दिन्छ कि। अनि त्यो 10,000 दियो भने चाहिँ 4000 दिएर 10वटा आउँछ। अनि त्यो चाहिँ के हुन्छ भने चाहिँ कुनै पनि सामान किन्नु पऱ्यो भने, केही किन्दा या स्कुल फी तिर्दा जे गर्दा पनि सामान लिने। अनि त्यो च्याटेर दिएपछि चाहिँ त्यो पैसा तिर्नु पऱ्यो नि, त्यसले तिरिहाल्छ पैसा चाहिँ, के हुन्छ है। अब बाँकी चाहिँ म भिडियो गरेर साट्छु, अनि फेरि कस्तो आउँछ त्यो देखाउँछु ल। लेट्स गो गाइस, भिडियो अन्तिमसम्म हेर्नु होला है। म जान्छु यस्तै हो यहाँ। अनि त्यहाँको ठाउँ चाहिँ के बबाल छ कि, पार्क टाइपको। अनि टक्क वरिपरि पानी भएको, घाँस काटेको छ, घाँस भएर त खासै राम्रो हुँदैन। अनि त्यो चाहिँ उसको के सुरु गर्यो थाहा भएन, बट दामी छ, हरियो भयो भने चाहिँ बब्बाल हुन्छ होला। यो चाहिँ फेरि नेपाली मात्र होइन, जापानिजले सबै साडी हाल्छ कि, जुनसुकै मान्छे पनि साट्छ कि, किनकि सजिलो हुन्छ नि त आफूलाई है। भिडियोको साट्न आउँछ, भिडियो गर्नु पर्ने ल। फाइनली गाइस मैले चाहिँ साट राखेको कि त्यो चाहिँ यो हो। मैले 4000 रुपियाँ दिएँ। अनि यो यता यो पेपर, अनि यो येल्लो कलरको दुईवटा दियो कि। अब चाहिँ के हुन्छ तपाईँलाई देखाउँछु ल। यो 4000 दिएर चाहिँ मैले यो दुईवटा लिएको, अनि यो दिएको 4000 दिएर चाहिँ यो अघि थियो पेपर अनि 4000 दिएपछि यो आएको हो। यो चाहिँ के भन्छ भने भित्र फर्केल म्याक पुरा चिप्लिरहेको छ कि गाई चाहिँ 1000को यो 1000 लेखेको छ। यस्तै 1000 गरेर यो यसमा 5वटा यसमा 5वटा गरेर 10वटा हुन्छ होइन। अनि यो 10वटा चाहिँ के हुन्छ भने चाहिँ
सामान किन्दाखेरि च्याट दिने कि पानीमा पस्यो ओ सेट गाइज मैले खुट्टाले चेक गरेँ पानीमा पस्यो तर म निकाल्नै गाह्रो भयो के अब यसले के हुन्छ होला त यो बिना चल्छ कि नै थाहा भएन कसरी यो बिना चल्छ कि नै थाहा भएन कि यो चल्छ कि नै थाहा भएन आई डोन्ट नो सो स्याड गाइज लाठीले चेपेको थिएँ तर चेपिन छ भने कि यस्तो ढुङ्गाल चेप्नु पऱ्यो अब सुक्छ कि यस्तोमा पानीमा उड्यो कि यो च्याटेड दियो भने चाहिँ पैसा त्यो सामानको पैसा तिर्नु परेन अनि फेरि कस्तो हुन्छ थाहा ठ्याक्कै 1000 सामान लिनुपर्छ 900को लिएपछि चाहिँ त्यो 100 रुपियाँ फिर्ता हुँदैन कि अनि 1100को लिएपछि फेरि 100 रुपियाँ थपेर दिनुपर्छ यो है यस्तो सुविधा हुन्छ तपाईँहरू जापानतिर अरू ठाउँतिर हुन्छ कि यसो कमेन्ट गर्नु होला भिडियो हेर्नेहरूले अनि अब चाहिँ म यहाँ के गर्न आएको भनेपछि दिस इज खोले साग देख्न सक्नुहुन्छ गाइस खोले साग यो खोले साग टिप्छु म सब कसले टिपेको छ टिप्नु त सब टिपिसकेर रहेछ फाइनली गाइस साग टिप्ने भनेर साग सब कसले टिपेर भइसकेको रहेछ कि एउटा छैन भने अस्ति मैले चाहिँ त्यहाँ एउटा टिपेको थिएँ यहाँ चाहिँ यति राम्रो थियो कि अब कोही पनि टिप्न आउँदैन होला एकदिन आउनु पर्ला भन्दै टाइम नै भएन कि अनि चिसो भयो अनि चिसोमा पनि अब चिसो भएर पनि होला अनि चिसोमा के जानु भने टाइम पनि नपर्ने अनि अब आज यता आएको बेला टिप्यौँ भनेको त बस एउटा छैन भने सब आफ्नो बोट मात्रै छ भने क्या त जापानिसले पक्कै पनि खाएन होला नेपाली पनि टिप्न आउने छ है टिप्दिनँ यहाँनिर छ क्या गाइस अलिअलि यहाँनिर थोरै भएर म टिप्नु पऱ्यो सो अब क्यामेरा खडाउने स्ट्यान्ड छैन म साग टिप्सकेर कति टिप्छु त्यही देखाउँछु अनि यो मैले टिपन्जीसम्म चाहिँ यो पनि सुक्छ होला पानीमा गयो म चाहिँ साग टिप्छु गाइस पानी चाहिँ यहाँ आफ्नो आइरहेछ पानी कतिको चिसो चेक्ने गाइस सहन सक्छु म यति त सहन सक्छु म त्यसो गरेर भइहाल्छ ल म साग टिप्छु गाइस पहिले खाने गाइस मैले साग टिपिसकेँ अनि यो खामी सुक्छ कि भनेको घामै लाग्दैन अलिअलि सब स्टिकले जानु पऱ्यो आजसम्म सागै नभए भने कि अब साना खोज्ने भएर थियो है साना खोज्ने भएर थियो अब पहिला ठुलो टिपेर बाँध्नु परेको साना खालाको रहरूले यति टिपेर जान लाग्यो त्यहाँ आउने पाउँछ त्यहाँ टिपेको छ कि नहेर्छु त्यहाँ नटिपेको त्यहाँदेखि टिपेर पनि लग्छु सो फाइनली गाइस मैले साग पनि टिपिसकेँ अलिकति आफूलाई 2-3 रोटी खानलाई अनि यो खामी पनि सुक्दैछ अब फाइनली म चाहिँ रुमतिर फर्किन्छु यो आजको भिडियो तपाईँहरूलाई यो जापानको यस्तो यो सेवा सुविधा यो जो अफर हुन्छ यो जुन मैले आएको अफर साटेँ त्यो पैसा साटे 7,000 दिएर 10,000को त्यो चिट लिएर आएँ कस्तो लाग्यो टोकन भनौँ 10,000को टोकन लिएर आएँ कस्तो लाग्यो जापानको अरू ठाउँतिर छ कि नै तपाईँहरू बस्ने ठाउँतिर यसो कमेन्ट गर्न नभन्नु होला अनि भिडियो कस्तो लाग्यो लाइक कमेन्ट मन परेमा सेयर पनि हाल्नु होला थ्याङ्क यू सो मच फर वाचिङ द भिडियो सब्सक्राइब द माई युट्युब च्यानल गाइज फेरि अर्को भिडियोमा भेटौँ ल ओके बाई